सम्पूर्णमा मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। आज यस रुडसेतवा गुल्मी बल्टक्सरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यूको आगमन भएको थियो। उहाँ चाहिँ रेलीको प्रोग्रामपछि बल्टक्सर आउनुभएको थियो र बल्टक्सरमा उहाँको अलिकति समय अभावका कारण धेरै बेर त उहाँ बस्न सक्नु भएन। फेरि पनि जनताको माझ चाहिँ आएर चाहिँ उहाँले छोटो कुराकानी गरेर यहाँदेखि फेरि उहाँको प्रस्थान चाहिँ तम्घासमा आज प्रोग्राम रहेछ र सानो यो क्लिप म तपाईहरु सामु पुर्याउनको लागि चाहिँ म खिचेर आएको छु। कष्ट दुःख गरेर खिचेर आएको छु भिडियोमा चाहिँ अलिकति। त्यसकारण यो भिडियोलाई चाहिँ हजुरले लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। म समाजमा हुने गतिविधिहरूलाई साथमा लिएर आउनेछु, हजुरको सामनामा प्रस्तुत गर्नेछु। त्यसकारण यो भिडियो पनि हेर्नुहोला अनि लाइक, फलो, शेयर गर्नुहोला। मेरो सानो पनि